फलमूलं समर्पयामि इदं फलमया देव स्थापित पुरुषस्तव तेन मे सफलावाप्ति भवेत् जन्मनि जन्मनि फलमूलं समर्पयामि लक्ष्मीनारायणाभ्यां नमो नमः। अब लक्ष्मीनारायण भगवानलाई फलमूल टक्राएपछि त परमात्मा भगवानलाई ताम्बूलम ओम ताम्बूलम समर्पयामि पुण्यफलं महाबलं दिव्यं नागबलिधले समिलाचन समेतं ताम्बूलम प्रतिगृह्यताम्। ओम लक्ष्मी नारायणाभ्यां नमः। नारायणलाई पान, लक्ष्मीलाई मिठाई अनि भइसकेपछि दक्षिणा गर्भस्थं हेमं बीजं विभावसो अनंत पुण्य फलदाता शांति पेक्षमे हिरण्यगर्भाय नमः। जे द्रव्याय नमः, दक्षिणा द्रव्याय नमः। ओम नमो भगवते तुभ्यं वासुदेवाय धीमहि प्रद्युम्नाय निरोधाय नमः संकर्षणाय च। ओम लक्ष्मी नारायणाभ्यां नमः। अथ चमरं चमर सर्वेश्वरबिन्द सावधाना भवन्तु। आदरणीय दर्शकबिन्दहरू, भगवान राधा कृष्णको असीम कृपाद्वारा लोचन भजन परिवार कोटेश्वरको आयोजनामा सञ्चालन भइरहेको अष्टादश महापुराण अभियानको यो 14औं पूर्व महापुराण कार्यक्रम तपाईहरुका बीचमा निरन्तर प्रस्तुत भइरहेको छ। सवनकादिका 88,000 ऋषिमुनिलाई सुतनामेका पौराणिकले वर्णन गर्नुभएको, यतापटि मार्कण्ड नामेका ऋषिले युधिष्ठिर महाराजलाई वर्णन गर्नुभएको म तपाईहरुका सान्निध्यमा प्रयाग महात्म्य प्रस्तुत गर्दैछु। ऋषिहरूले सुत पौराणिकलाई प्रश्न गर्नुभयो, महात्म्य विमुक्तस्य यथावद् तदुदीरितम् इदानीं तु प्रयागस्य महात्म्यं पुरी सुव्रत। हे ऋषिदेव, हे सुव्रत, हे ज्ञानी, हजुरका मुखारविन्दबाट हामीले तीर्थराज पवित्रमा पनि पवित्र काशी वाराणसी क्षेत्रका विषयमा वर्णन श्रवण गर्यौं। यदि दया हुन्छ भने हजुरलाई त सबै कुरो थाहा छ, हजुर त सबै कुरामा तब विज्ञ हुनुहुन्छ। यदि तीर्थानि तत्रैव विश्रुतानि महान्ति वै इदानीं कतय अस्माकं सुत सर्वविदं भवत्। हजुरको यदि दया हुन्छ र कृपा हुन्छ भने हामीलाई प्रयाग नामको तीर्थको महात्म्य पनि श्रवण गराइबक्सियोस् भनेर श्रवण ऋषिले प्रश्न गरेपछि सुतनामेका पौराणिकले वर्णन गर्नुहुन्छ। श्रीणुद्ध मुनय सर्वे विस्तारेण ब्रवीमिव प्रयागस्य च महात्म्यं यत्र देवा पितामह। हे ऋषि देवा हो, म तपाईहरुलाई त्यो पवित्रमा पनि पवित्र प्रयाग नामको तीर्थको महात्म्य वर्णन गर्दैछु, श्रवण गर्दैछु, जसलाई पितामह तीर्थ पनि भनिन्छ। मार्कण्डेयन कथितं कौन्तेयाय महात्मने। एक पटक यही कथा मार्कण्ड नामका ऋषिले कौन्तेय अर्थात् महाराज युधिष्ठिरलाई बताउनु भएको थियो। जब महाराज युधिष्ठिरका दरबारमा एक दिन मार्कण्ड नामका ऋषि जानुभयो। जब मार्कण्ड ऋषिलाई ढोकामा द्वारपालले देख्ने बित्तिकै हत्तपत्त द्वारपालले उठेर सम्मानपूर्वक प्रणाम गर्यो र राजा महाराज युधिष्ठिरलाई गएर द्वारपालले बिन्ती बिसायो, महाराज हाम्रा द्वारमा अर्थात् ढोकामा संसारलाई दिव्य आनन्द दिनेवाला महामुनिदेव मार्कण्डेयको सवारी भइबक्सिया छ। द्वारपालोपि तं दृष्ट्वा राज्ञं कथितं द्रुतं रे। राजा महाराज ऋषिलाई द्वारपालका मुखारविन्दबाट मार्कण्ड ऋषि आउनुभएको आगमनको जानकारी पाउने बित्तिकै राजा युधिष्ठिर हत्तपत्त आसनबाट उठ्नुभयो, गएर मार्कण्ड ऋषिलाई प्रणाम गर्नुभयो। त्वरितो धर्मपुत्रस्तु द्वारमेत्य तत्परं रे। धर्मराजका सुपुत्र धर्मपुत्र महाराज युधिष्ठिरले
द्वारपालको जो आफ्ना ढोकामा मार्कण्ड ऋषिलाई देख्ने बित्तिकै हत्तपत्त गएर स्वागतम ते महाप्राज्ञ स्वागतम ते महामुने भन्नुभयो। हे महामुनि, हजुरलाई मेरो स्वागत छ, सम्मान छ, हजुरलाई स्वागत। हे महाप्राज्ञ, हे विद्वान, हे महामुनिदेव, हजुरलाई मेरो प्रणाम छ। हजुरलाई मैले यो हस्तिनापुर दिव्य सहरमा स्वागत गरेँ। अद्य मे सफलम जन्म अद्य मे तारितम कुलम रे, आज मेरो जन्म सफल भयो। आज मेरा सकल कुलहरू धन्य धन्य भए, सबै कुलहरू तर्न भयो। अद्य मे पितरस्तुष्टा त्वयि तुष्टि महामुने, हे महामुने, आज हजुरको दर्शनले मेरा सम्पूर्ण पितृहरू सन्तुष्ट भए, आनन्दित भएको अनुभूति भएको छ। आदरणीय दर्शकबिनहरू, जब हाम्रा द्वारमा हाम्रा घरमा सन्त महात्माको आगमन हुन्छ, सन्त महात्माको आगमनले हाम्रा सारा कुल पितृहरू धन्य धन्य बन्दछन्। धेरै जन्मको पुण्य नभइकन सन्त महात्मालाई आफ्ना घरमा, आफ्ना झुपडीमा, आफ्ना महलमा स्वागत गर्न पाइन्न। आज मेरो जीवन धन्य धन्य भएको अनुभूति भएको छ। हे ऋषिदेव, हजुरको सवारीले सम्पूर्ण दिव्य सहर अझै दिव्य बनेको छ। हे महात्मन, सिंहासन समुस्थाप्य पाद शौचदान दिविदे, जब महात्मा ऋषिदेव मार्कण्डेयलाई राजा युधिष्ठिर महाराजले लगेर दिव्य आसनमा राख्नुभयो, सिंहासनमा राख्नुभयो, अनि पाद शौचादिले सेवा गर्नुभयो, पूजा गर्नुभयो। युधिष्ठिरो महात्मेति पूजयमास तम मुनियम, महाराज ऋषिदेवलाई राम्रोसँग पूजा गर्नुभयो, सेवा सद्भाव गर्नुभयो। मार्कण्डेय ततस्तुष्ट प्रभाच स युधिष्ठिर, तब राजा युधिष्ठिरको सेवा र श्रद्धाले सन्तुष्ट भएका महामुनिले मार्कण्डेय पनि अति गर्वान्वित बन्नुभयो, अति खुसी हुनुभयो। किमर्थं मुह्यते विद्वान सर्वं ज्ञात्वा हमागतम, हे ऋषिदेव, हजुर जस्ता महामुनिको यो दरबारमा आगमनले म धेरै धेरै धन्य धन्य भएको छु, धेरै खुसी लागेको छ। तर पनि हजुरको यो दरबारको आगमन केही जान्न पाए म धन्य हुने थिएँ। हे विद्वान, हजुर त स्वयं ज्ञात्वा भइबक्सिन्छ, हजुर जान्नुहुन्छ। यदि कृपा हुन्छ भने हजुरलाई भेटेका बेला म एउटा केही सोधिहालौँ प्रभु। मेरा सम्पूर्ण कुलहरू उद्धार के गरी हुन्छन्? महाभारतको रणभूमिका बीचमा हजारौं हजार व्यक्तित्वहरूले शरीर समर्पण गरेका छन्, जीवन दान दिएका छन्। ती जीवन दान दिने भएका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूको मोक्ष गतिको कामना गर्दै मैले हजुरलाई बिन्ती बिसाएँ, तिनलाई मुक्ति गराउने बाटो के होला प्रभु? उसै पनि कौरवहरू मेरा स्वजन हुन्, मेरा दाजुभाइ हुन्। ती पनि अज्ञानवश युद्ध गर्नाले तिनको मृत्यु भयो। अहङ्कारवश उनले युद्धको अभिलाषा गरे, परिणामतः क्षत्रियको नाताले युद्ध गरे। युद्धमा मेरा दाजुभाइ धेरै मरे, स्वजनहरू धेरैको मृत्यु भएको छ। हे मुनिश्रेष्ठ, यदि दया हुन्छ भने मेरा वंशजहरूको मोक्ष गतिका केही उपाय बताइबक्सियोस्। येन हिंसा सम्भूता जन्मान्तर कृतादपि मुच्यते पातकात् अस्मात् तद्भवान् वक्तुमर्हसि। प्रभु, मैले हिंसा गरेको पापबाट धेरै जन्मसम्म ठुलो दण्ड भोग्नु पर्ला। त्यो पापका कारणबाट मैले मुक्ति पाउन गाह्रो छ। मेरा सम्पूर्ण पितृ उद्धार र मुक्ति र मैले पनि त्यो पीडाबाट मुक्ति पाउने केही उपाय छ भने प्रभु हजुरले कृपा गरिदिनु भए म धन्य हुने थिएँ। यसरी राजा युधिष्ठिरले आफूले महाभारतको युद्धका बीचमा जानेर नजानेर मारिएका सम्पूर्ण ती पितृहरूले, ती स्वजनहरूले मोक्ष प्राप्ति पाउन् भन्ने जो अभिलाषा पूर्वक युधिष्ठिर महाराजले मार्कण्डेयलाई प्रश्न गरेपछि मार्कण्डेय ऋषिले भन्नुहुन्छ, शृणु राजन महाभाग यन्मां पृच्छसि भारत, प्रयाग गमनम श्रेष्ठ नराणाम पापनाशनम। हे महाराज, सुन्नु, नर मनुष्यहरूले पापनाश गर्नेवाला यो भूमण्डलका बीचमा, पृथ्वीका बीचमा हे भारत दिव्य एउटै मात्र तीर्थ छ जसको नाम प्रयाग गमनम श्रेष्ठ। महाराज, प्रयाग तीर्थ हो जसले प्रयागमा जानाले मात्रै पनि सम्पूर्ण व्यक्तिले पापनाश गर्छन्। तत्र देवो महादेवो रुद्र विश्वा वरेश्वर समास्ते भगवान ब्रह्मा स्वयंभूरपि दैवतै। हेर्न महाराज युधिष्ठिर, त्यो दिव्य धाममा त स्वयं ईश्वर भगवान रुद्रदेव पनि भगवान स्वयंभू मनुका रूपले त्यहाँ विराजमान हुनुहुन्छ। ब्रह्माजी देवताहरू सबैजना त्यही विराजमान हुनुहुन्छ। त्यो दिव्य धाम हो प्रयाग।
युधिष्ठिर महाराजले भन्नुभयो भगवान् स्वतः इच्छामि प्रयाग गमने फलम। धेरै श्रेय त्यो प्रयाग गमनका विषयमा धेरै धेरै पुण्य हुन्छ भन्नुभयो। त्यो सबै पुण्यका कथा सुन्ने मलाई इच्छा जागेको छ। मृतानाम का गति तत्र, त्यहाँ गएर स्नान गर्नाले मृतकहरूको कस्तो गति हुन्छ प्रभु, तन्मे दुई नमस्तुते, हे महामुनिदेव त्यो मलाई बताइ बक्सियोस्, म तपाईँलाई नमस्कार गर्छु भनेर राजा युधिष्ठिरले मार्कण्ड ऋषिलाई फेरि प्रश्न गरेपछि मार्कण्डेय भन्नुहुन्छ कथयामि ते वत्स या चेष्टा यच्च तत् फलम पुरा महर्षिभिः सम्यक् कथ्यमान मया श्रुतम्। प्राचीन कालमा महर्षिहरूका बीचमा जो संवाद भएको थियो त्यो संवाद मैले पनि सुनेको थिएँ। हे वत्स, म त्यही कथा तपाईँलाई बताउँदैछु। एतत् प्रजापति क्षेत्र तिसलोकेश विस्तृतम्। महाराज, यसै तीर्थलाई प्रजापति तीर्थ पनि भनिन्छ, प्रजापति क्षेत्र पनि भनिन्छ। तिनै लोकमा यो प्रजापति क्षेत्रका रूपमा सम्पूर्ण लोकमा प्रकाशित भएको छ। अतस्नात्वा दिवम यान्ति ए मृतास्ते न पुनर्भवा। हेर्नु महाराज, जसले यो प्रयाग तीर्थमा जो प्रजापति तीर्थमा गएर स्नान गर्छन् भने यो संसारमा फेरि जन्मनु पर्दैन। अत्र ब्रह्मदेव देवा रक्षां कुर्वन्ति सङ्गता। यो तीर्थलाई त स्वयं ब्रह्माजीले रक्षा गर्नुभएको छ। सम्पूर्ण देवताहरू यहीँ आएर बस्नु भएको छ। सारा देवी देवताहरूको सान्निध्यमा सम्पूर्ण तीर्थहरू पनि यहीँ आएर बसेका छन्, जसको नामै प्रयागराज भनिन्छ। तीर्थको राजा दिव्यधाम प्रयाग हो। यहाँको पुण्य कति हुन्छ भनेर मैले बताउन सक्दिनँ। कति तुम निह सक्नुबी बहु वर्ष सतैरा पिँढी। हेर्नु, मैले 100 वर्षसम्म धेरै हजारौँ वर्षसम्म तब यो वर्णन गरे पनि प्रयाग तीर्थको वर्णन गर्न सक्दिनँ, म बताउन सक्दिनँ। तैपनि संक्षेपेण प्रवक्ष्यामि प्रयागस्तीय कीर्तनम। हे महाराज, संक्षेपका रूपले म प्रयागको कीर्तन अर्थात् महात्म्य वर्णन गर्छु। 60 धनु सहस्राणि यानि रक्षन्ति जाह्नवी। जहाँ तपाईँलाई थाहै छ 60,000 धनुको प्रमाणले गङ्गा महारानी यही तीर्थमा जाह्नवी नामले गङ्गा बगिरहेकी छन्। यहाँ यसैको सान्निध्यमा अर्को एउटा दिव्य धाम जस्तो प्रकारले यमुनामा सप्तवाहन 7वटा अश्वले सुसज्जित भएका भगवान् सूर्य नारायणले जसरी यमुनालाई रक्षा गरेकी छन्, त्यसै गरी प्रयागलाई पनि भगवान् स्वयं ती गङ्गा महारानी जाह्नवीले रक्षा गरेकी छन्। प्रयागम त विशेषण स्वयं बसती वासव। हेर्नु, विशेष भनेको यहाँ प्रयागको के महत्त्व छ भने यो प्रयाग तीर्थमा सम्पूर्ण देवी देवताले सहित भएर स्वयं श्री हरिनारायण पनि प्रयाग मण्डलको रूपमा विराजित हुनुहुन्छ। दिव्य मण्डलहरू यहीँ आएर बसेका छन्। त्यति मात्र हो र महाराज, प्रयागमा विशाल वटवृक्ष छ। जुन वटवृक्षका सान्निध्यमा त्रिशूलधारिणी भगवान् शङ्कर भोले बाबा पनि त्यही बर्खा वृक्षमा सधैँ विराजमान भएर प्रयागको दृष्टि गरेर दिलाइरहनुहुन्छ। थनम रक्षन्ति वै देवा सर्वपापहरं शुभम। महाराज, यो दिव्य धाममा स्नान गर्नाले, सम्झनाले, स्मरण गर्नाले, कीर्तन मात्रै गर्नाले पनि सम्पूर्ण पाप नाश हुन्छ। यो त दिव्य धाम हो, यो मनोहर आनन्दमय धाम हो। यसको मैले कति वर्णन गरौँ। स्वकर्मणा वृतो लोको नैव गच्छन्ति तत्पदं स्वल्पं स्वल्पतरं पापम यदा तस्यापि नराधिप। हे महाराज, जो मानव जन्म लिएर एक पटक पनि आफ्ना पुण्यको प्रतापले त्यहाँ प्रयाग तीर्थमा जान पाएका छैनन् भने उनले मुक्ति प्राप्ति गर्न दुर्लभ छ। त्यसो भएर जो आफ्ना पुण्यको प्रतापले एक पटक मात्रै पनि प्रयाग तीर्थमा जान्छन् भने उनले गरेका सानो र धेरै पाप, ठुलो पापहरू सबै नाश हुन्छ। हे नराधिप, हे राजन, यसमा कुनै शङ्का छैन। प्रयागम स्मरमाणस्य सर्वं याति संक्षयं दर्शनात् तीर्थस्य नाम सङ्कीर्तनान् अपि। महाराज, प्रयागको स्मरण मात्रै गर्नाले, प्रयागको दर्शन मात्रै गर्नाले पनि दिव्य पुण्य मिल्छ। नामै मात्र जप्नाले त पुण्य मिल्छ भने स्वयं प्रयागकै दर्शन गरिन्छ भने त कति पुण्य पाइएला। हेर्नु, प्रयाग जान सकिएन भने प्रयागको जल कसैले ल्याइदिया छ भने त्यो प्रयागको जल गङ्गाको जाह्नवीको नाम सम्झेर एक पटक एक बिन्दु थोपा मात्रै पान गर्नाले पनि त्यहीको जीवन धन्य हुन्छ। प्रयागको माटो लाउनाले मात्रै पनि जीवन धन्य हुन्छ। हेर्नु महाराज, प्रयाग नामको तीर्थमा 5वटा विशाल विशाल कुण्ड छन्। पञ्चकुण्डानि राजेन्द्रम यसा मध्ये तु जाह्नवी। हे राजन, 5वटा कुण्डले विस्तृत भएको जुन दिव्य धाममा एउटी गङ्गा महारानी बीचमा जाह्नवी गङ्गा बगेकी छन्। प्रयागम विशतम पुंसम पाप नश्यति तत्क्षणात्। जसले त्यस्तो दिव्य धामको नाम स्मरण गर्नाले मात्रै, सम्झनाले मात्रै पनि महाराज पाप नश्यति तत्क्षणात्, सबै पापहरू नाश हुन्छ। यसमा
कुनै शङ्कै छैन। हेर्नु योजनानाम सहस्रु गङ्गाया स्मरते नरः, जो मनुष्यले 1000 योजन पर रहेकी गङ्गालाई नाम मात्रै जप्छन् भने गङ्गा गङ्गेति भनेर परबाट गङ्गा गङ्गा नाम मात्रै जप्नाले पनि सम्पूर्ण पाप नाश हुन्छ भने स्वयं प्रयागको दर्शनै गर्नाले कति पुण्य होला महाराज, त्यसको गति कति मिल्ला। अब प्रश्न छ र महाराज, कीर्तनात् मोचते पापा दृष्ट्वा भद्राणि पश्यति। हेरो गङ्गाको नाम मात्र जप्नाले, प्रयागको नाम कीर्तन मात्रै गर्नाले धेरै पुण्य हुन्छ, सबै पाप नाश गर्छ भने भद्राणि पश्यति रे। हेर्नु जसले दृष्ट्वा भद्राणि पश्यति हेर्नाले त मङ्गलै मङ्गल हुन्छ, भद्रै भद्र हुन्छ, सुखै सुख हुन्छ। त्यसकारण ततोपृष्य राजेन्द्र सुरलोक मह्यते। हे राजेन्द्र, यस कारणले सम्पूर्ण पृथ्वी उद्धारको कामना गर्दै, सारा लोक कल्याणको कामना गर्दै एकपटक मात्रै भए पनि प्रयागको नाम जप्ने र प्रयाग दर्शन गर्न भुल्नु हुँदैन। कोही व्यक्ति व्याधितो यदि वा दिन क्रुद्धो वापी भवेन र कोही मनुष्य व्याधिग्रस्त भएका छन् या रोगले ग्रस्त भएर तब दिन दुखी सम्पत्ति नभएर पीडित भएका छन्, तर यस्ता व्यक्तिले पनि प्रयत्न गरेर कुनै यत्न गरेर एकपटक यमुनाको समीप दिव्यधाम प्रयागको जान्दै नजानेका थाहै नपाएका हिँड्दा हिँड्दै घुम्दा घुम्दै कोही प्रयाग तीर्थमा प्राण त्याग्नाले त मुक्ति पाउँछ भने महाराज ऊ जानी जानिकन प्रयाग तीर्थको स्नान गर्छन् भने त्यसका भरण गएर साध्य छैन। प्रयाग तीर्थ अति धेरै पुण्यदाता छ। धेरै धेरै ऋषिदेव महाराज ऋषिदेव मार्कण्डले आगे गरी बक्स्यो। महाराज सुनिहाल्नुभयो, जसले जानी जानिकन प्रयाग स्नान गर्छ, जसले प्रयागको दर्शन गर्छ, प्रयागमा गएर एक रातमा त बस्छ भने तब त्यसले धेरै धेरै जन्म जन्मान्तरमा गएका पापबाट मुक्ति पाउँछ। हेर्नु जसले प्रयाग गएर गीता पाठ गरेका छन्, शास्त्रहरूको चिन्तन गरेका छन्, भगवानका भजन कीर्तन गरेका छन् भने उसले सब जसको पुण्यका प्रतापले स्वर्गम लोके मह्यते। हे महाराज, उसले स्वर्गम च मह्यते रे। हे महाराज, ऊ स्वर्गको पनि प्रतिष्ठित भएर बस्न पाउँछ। तस्मा स्वर्गात् परिभ्रष्टो खेन कर्मा नरोत्तम। हेर्नु नरोत्तम, हे नरमाका पनि उत्तम भएका हे नरोत्तम महाराज, Radhe